मलाई के लाग्छ भने सबै विद्यार्थीले राम्रो मार्क्स एकदमै सबैजना आओस् भन्ने चाहन्छु। तर हामीले के बुझेको हुँदैन भन्दाखेरि एउटा क्लासमा 25-30जना स्टुडेन्टहरू हुन्छ। त्यो 25-30जना स्टुडेन्टहरू 25वटा डिफ्रेन्ट फ्यामिलीबाट आएको हुन्छ अनि एउटा क्लासमा बसेको हुन्छ। हामीले चाहिँ के गर्छौँ भन्दाखेरि सबैलाई एउटै मेथड पढाउनु सक्छौँ। त्यसले गर्दाखेरि लाइक अ फ्याक्ट्रीले के गर्छ एउटा कुनै चिज हालेर पनि सबै सेम सामान निकाल्छ। त्यसरी हामीले निकाल्ने प्रयास गर्छौँ जसले गर्दाखेरि हामीले जुन लर्निङ आउटकम छ त्यसलाई हामीले मिट गर्न सकेका छैनौँ। त्यही कारणले हामी टिचरहरूले चाहिँ डिफरेन्ट अप्रोचहरू लाइक यता म्याथमेटिक्स प्रोजेक्ट बेस्ड जस्तो यो जिक्सा मेथड भन्ने पनि छ अनि अर्को फ्लिप क्लासरुम भन्ने पनि अप्रोचेसहरू छ। हामी टिचरले चाहिँ कसरी हुन्छ स्टुडेन्टहरूलाई, किनभने स्टुडेन्ट भनेको एउटै मेथडले मात्र बुझ्छ भन्ने छैन, डिफ्रेन्ट अप्रोचहरू हामीले प्रयोग गर्नुपर्ने हुन्छ ताकि प्रत्येक स्टुडेन्टले डिफ्रेन्ट तरिकाले बुझ्न सकोस् भन्दै अब विदाउट डिले म अगाडि बढ्न चाहन्छु। सर नेक्स्ट लाइन। आजको आउटलाइन छ इन्ट्रोडक्सन। हामी पिबिएल भनेको के हो त्यसको बारेमा डिस्कसन गर्छौँ। त्यसपछि त्यसको लर्निङ आउटकम्स अथवा ट्रेनिङ अब्जेक्टिभ्स अनि त्यसपछि हामी फन एक्टिभिटी गर्छौँ। त्यसपछि हामीले यो प्रब्लम बेससँग कुरा अलिकति क्वेसनहरू हामी बनाउने गर्छौँ। त्यस्तै इन्फर्मेसनको बारेमा कुरा गर्छौँ। त्यस्तै एक्सप्लोरेसनको कुरा गर्छौँ र अन्त्यमा हामीले वर्कसिट लाइक गर्नुभएछ हामीले वर्कसिट पनि गर्छौँ र अन्तिममा त्यसको कन्क्लुजन हामी लिने गर्छौँ। ल यो पिबिएलको लर्निङ आउटकम्सको बारेमा हामी छोटो र विदाउट डिले म भन्न चाहन्छु। फर्स्टमा चाहिँ यसले क्रिटिकल थिङ्किङ र प्रब्लम सल्भिङ स्किल्स, किनभने यो प्रब्लम बेस्ड लर्निङ भनेको चाहिँ ग्रुपमा गर्ने हो, इङ्गेज भएर गर्ने भएको कारणले एउटा विद्यार्थीले मात्रै जानेको कुरा त्यहाँ हुँदैन, समूहमा हुन्छ। त्यही कारणले समूहमा नलेज सेयरिङ हुन्छ जसले गर्दा उनीहरूमा एक प्रकारको क्रिटिकल थिङ्किङ गर्ने अनि प्रब्लम सल्भिङ स्किल्सहरू पनि बढ्दै जान्छ। अर्को चाहिँ कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ बढाउने काम गर्छ। अर्को कोलाबोरेसन भइहाल्यो, एकअर्कामा ग्रुपमा गर्ने काम, र अर्को कम्युनिकेसन। एक्लै गर्दैन, ग्रुपमा गर्दाखेरि एउटाले आएको अर्कोलाई नआएको छ भने एकअर्कालाई सेयरिङ गर्ने, कम्युनिकेसन गर्ने, जसले गर्दा एक्टिभ पार्टिसिपेसन हुन्छ। र अर्को चाहिँ इन्करेजेस सेल्फ डाइरेक्टेड लर्निङ भनेको छ। अब टिचर एज अ फेसिलिटेटरको काम मात्रै गर्नुपर्ने हुन्छ, अरू काम भनेको विद्यार्थीले गर्छन्, जसले गर्दा उनीहरूलाई सेल्फ डाइरेक्टेड लर्निङ क्रिएटिभिटीको कुराहरू हुन्छ। नेक्स्ट स्लाइड छ। ओके, प्रब्लम बेस्ड लर्निङ इन म्याथमेटिक्स। प्रब्लम बेस्ड भनेको चाहिँ के हो भन्दाखेरि अघि मैले कुरा गरिसकेँ, स्टुडेन्ट सेन्टरको कुरा आउँछ। स्टुडेन्टलाई चाहिँ हामीले सकेसम्म बढीभन्दा बढी एक्टिभ पार्टिसिपेसन गराउने र टिचर चाहिँ एज अ स्क्याप फोल्डिङ एज अ सहयोगीको रूपमा मात्रै काम गर्ने, गुरुलाई नलेज चाहिन्छ नलेज दिने, तर पूर्ण रूपमा चाहिँ उसलाई सहयोग नगर्ने, त्यसलाई हामी प्रब्लम बेस्ड लर्निङमा आउँछ। जसले गर्दाखेरि स्टुडेन्टले आफै एक्सप्लोर गर्ने, इन्भेस्टिगेसन गर्ने र सल्युसनलाई आफैले सल्भ गर्ने गर्छ। र मैले अघि पनि कुरा गरिसकेँ, टिचर एज अ फेसिलिटेटर, सहजकर्ताको भूमिका, नट अ लेक्चरर ओन्ली फर ट्रान्समिटिङ नलेज रूपमा मात्रै होइन कि एज अ फेसिलिटेटरको काम गर्नुपर्छ। र अर्को चाहिँ यसले अब प्रब्लम बेस्ड भनेको चाहिँ जुन हामीले प्रब्लम गर्छौँ त्यो प्रब्लम चाहिँ वास्तविक जीवन छ, रियल लाइफसँग कसरी कनेक्सन हुन्छ त्योसँग हामीले गर्ने गर्छौँ। र नेक्स्ट स्लाइड छ। ल अर्को यसको के फाइदा छ त प्रब्लम बेस्ड लर्निङको भन्दाखेरि यसले चाहिँ अघि पनि मैले कुरा गरेँ कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ र प्रब्लम सल्भिङ स्किल बढाउँछ। अर्को क्रिटिकल थिङ्किङ, क्रिएटिभिटी, कम्युनिकेसन र कोलाबोरेसनको कुरा गर्छ। र स्टुडेन्टको जुन सहभागिता छ ग्रुपमा गरेपछि सहभागिता बढाउँछ। अर्को जस्तै स्टुडेन्टलाई कसरी चाहिँ म्याथमेटिक्सलाई रियल लाइफसँग आफ्नै वास्तविक जीवन, आफ्नै प्र्याक्टिसेस गरिरहेको, आफ्नै सोसाइटीमा भएको कुरालाई कनेक्सन गरेर सल्भ गर्न सक्छ भन्ने कुरा सिकाउँछ। र उनमा एक प्रकारको भोलिन्टरी भन्छ नि, सहयोग बिना गर्ने एउटा कन्फिडेन्स बिल्ड गर्ने र उसलाई इन्डिपेन्डेन्सीको कुराहरू पनि डेभलप हुँदै जान्छ। नेक्स्ट छ।
एउटा फन एक्टिभिटी छ हजुरहरूले यो क्युआर स्क्यान गरेर हजुरहरू जान सक्नुहुन्छ यसको लागि चाहिँ म हजुरहरूलाई प्रडक्ट दिन्छु यसमा हजुरहरू कन्ट्याक्ट भएर अनि यसमा जानुहोस् न हजुरहरूले त्यहाँ S24 देख्नुहुन्छ यसमा हजुरहरूले कनेक्ट गरेर त्यसको पासवर्ड 98 S24 हेर्नुहोस् त S24 छ त्यहाँ वाइफाईमा अनि हजुरहरूले त्यसमा पासवर्ड चाहिँ 9860 222 957 अथवा 9860 222 957 कनेक्ट भयो 9860 222 957 भनेर कनेक्ट गर्नुहोस् र यो क्युआर कोडमा जानुहोस् यसमा चाहिँ हामीले कसरी चाहिँ जस्तो क्लासरुममा क्विज खेलेर आउँछौँ तर त्यही क्विजलाई चाहिँ हामीले कसरी भर्चुअली अथवा टेक्नोलोजी युज गरेर क्विज खेल्न सक्छौँ भन्ने छ हजुरहरू त्यहाँ जानुभयो भने हजुरको नाम त्यहाँ नेम भन्न आउँछ नेम लेखेपछि त्यतिकै बसिराख्नुहोस् हजुरहरू वेट गर्नुहोस् अब हजुरहरूले चाहिँ त्यहाँभित्र गएर जानु भएपछि वेट गर्नुहोस् एकछिन भन्नुभयो हुन्छ नाम लेखिराख्ने त्यहीँ बस्नुहोस् है त म स्टार्ट गर्छु आफै आउँछ है त त्यहाँ नाम लेख्नु भएपछि हजुरको आफै साथीहरूको नेम लिस्ट पनि त्यहाँ आउँछ तल तल हेर्नुभयो भने स्टार्ट चाहिँ मैले गर्नुपर्ने हुन्छ है एकछिन गर्नु र हजुरहरू चाहिँ अहिले को आउनु भएको छ भन्दाखेरि अहिले चाहिँ यसो एज अ फन एक्टिभिटीको रूपमा मात्र मैले क्वेसनहरू त्यहाँ बनाएको छु त्यही कारणले ल ठिकै छ हजुरहरू जम्मा जम्मी 1 2 3 4 5 6 7 8 जना आउनु भएको छ म यो क्विज चाहिँ अनलाइन क्विज खेल्ने हो म्याथमेटिक्ससँगै रिलेटेड छ मैले क्विज स्टार्ट गरेँ यहाँ देखाउनु पर्ने हो यहाँ देखाएन हजुरले त्यहाँ खेल्दा हुन्छ है त म सुरु गर्छु हजुरहरूले अब खेल्नुपर्ने हुन्छ त्यहाँ क्विज अनि अप्सन आउँछ जुन करेक्ट छ हजुरहरूले त्यसलाई टिक लाउनु पर्ने हुन्छ जम्मा जम्मी 8वटा क्वेसन्स मैले त्यहाँ राखेको छु हजुरहरूले
यो क्विज चाहिँ स्टुडेन्टहरूलाई पनि खेलाउन सक्नुहुन्छ, एकदमै एट्र्याक्टिभ खालको छ र मैले स्कुलमा यो प्रयोग गरिरहेको छ। त्यही कारणले स्टुडेन्ट एकदमै त्यो क्लासमा टेस्ट लियो भन्दा पनि यसरी क्विज खेलायो भने एकदमै बच्चाहरू एक्टिभ पार्टिसिपेट उनीहरूलाई त भन्दा यसरी टेक्नोलोजी युज गरेर खेल्दा उनीहरूलाई रमाइलो र नानीहरूले सिकेको पनि देखेँ मैले चाहिँ एकदमै धेरै। र यसमा चाहिँ तपाईँले लाइभ यहाँ अहिले देखेन, लाइभको फर्स्ट को सेकेन्ड को थर्ड भनेर पनि सबै यसमा देखिन्थ्यो। अहिले चाहिँ यो अलिकति प्राविधिक समस्याले गर्दाखेरि मैले यहाँ देखाउन सकिनँ, नत्र भने यसमा चाहिँ अनलाइन तपाईँले लाइभ रूपमा को फर्स्ट हुनु भइरहेछ, को सेकेन्ड हुनु भइरहेछ, कति स्कोर गर्नुभयो त्यो पनि त्यहाँ लाइभ देख्न पाइन्छ। र अहिले यो टेक्निकल प्रब्लम कति पर्सेन्टेज एक्युरेसी गर्नु हेलो, उसमा देखाउन सकिनँ, त्यही कारणले सरले ल्याएर पेपर गर्नु भएको छ। फर्स्ट सेकेन्ड थर्ड अथवा हजुरको होल को के खेल्नु भएको छ, सबैको स्कोरिङ कति कति गर्नुभएको छ सबै देखिन्छ। अनि त्यहाँ कसैले मिनिमाइज गरेर उतातिर अनलाइन भयो भने त्यहाँ एन्टी चिटिङ भन्ने छ, त्यसले पनि त्यहाँ थाहा पाइदिन्छ, त्यो सिस्टम पनि छ। दीपक ढकाल अहिलेसम्म लिड गरिराख्नु भएको छ। त्यसपछि श्रवण कुमार शाह हुनुहुन्छ, त्यसपछि सन्दीप अनि किरण, हेमन्त, सेभेन्थमा सुम्कीमा हुनुहुन्छ, 8मा भीम र 9मा शान्ता हुनुहुन्छ। सबै ओभरअल देखाउँछ। अनि त्यहाँ हजुरहरूले आफै पनि कति एक्युरेसी, कति पर्सेन्ट एक्युरेसी छ हजुरहरूले थाहा पाउन सक्नुहुन्छ।
हजुरहरूको यो है सबै खेलिसक्नु भयो हजुरहरूले देख्न सक्नुहुन्छ फर्स्ट सेकेन्ड थर्डको भयो त्यहाँ आउँछ भने देख्नुभयो हजुरले त्यहाँ त्यहाँ आउँछ हजुरले भन्नुभयो र ऱ्याङ्क यसरी आउँछ यसो होला यसको चाहिँ हजुरहरूले कति सेकेन्डमा कति मिलाउनु भयो भन्ने कुरा सेकेन्ड मिनेट सबै देखाउँछ यसमा अनि एकदमै इन्ट्राक्टिभ टुल छ यो गराउन सकिन्छ है त्यो ओके मेरोबाट टेक्निकल प्रब्लम भएको कारणले मैले सरकोबाट सरलाई चाहिँ
प्रेजेन्ट गर्न हुन अनुरोध गर्न चाहन्छु। अगाडि बढौँ। ओके, सो आज हामी फर्स्ट एक्टिभिटी मात्रै गर्छौँ र जुन एक्टिभिटी चाहिँ डिजाइनिङ अ म्याथमेटिकल प्रब्लम अन द टपिक अफ अ सिलिन्डर युजिङ प्रब्लम बेस्ड लर्निङ। र प्रब्लम बेस्ड लर्निङ मैले अघि पनि कुरा गरिसकेँ होइन, यो चाहिँ अलिक रियल लाइफसँग कनेक्सन गरेर हामीले क्वेसन डिजाइन गर्नुपर्ने हुन्छ। यसको सुरुमा आउटकम के छ हेरौँ। After completion of this activity, the teacher participant will be able to design a real-life mathematical problem related to the cylinder using problem-based learning. Another, identify the required information. यसमा हजुरहरूले अब सिलिन्डरसँग रिलेटेड रेडियस, डायमिटर, भोल्युम, अब सिएसी पनि हुन सक्छ, टिएसी पनि हुन सक्छ, निकाल्न सक्नुहुन्छ। र यसका लागि हामीले चाहिने भनेको अब अहिले चार्ट पेपर हामी युज नगरौँ भने हामी चाहिँ A4 साइज पेपर र पेन, पेन्सिल र क्यालकुलेटर हामीलाई चाहिन्छ। नेक्स्ट, र यो प्रब्लम बेस्ड लर्निङ हामीले विद्यार्थी भाइ बहिनीहरूलाई गराउँदाखेरि सुरुमा केसँग रिलेटेड हो त्यसको हामीले रियल लाइफसँग कनेक्सन गर्ने कोसिस गर्नुपर्ने हुन्छ। जस्तो सिलिन्डर हो भने सिलिन्डरका कुराहरू हामीले हाम्रो घरमा प्रयोग गर्दै आएको सामानहरू जुन चाहिँ सिलिन्ड्रिकल सेपमा छ त्यस बारेमा हामीले इन्फर्मेसन दिन सक्छौँ। सुरुमा हामीले यो गर्दाखेरि जुन हामीले म्याथमेटिकल डिजाइन गर्दैछौँ त्यसको चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई हामीले बुझाउनु पर्ने हुन्छ। अनि त्यसपछि स्टेप 2 मा छ उनीहरूलाई चाहिँ योसँग रिलेटेड क्वेसनहरू डेभलप गराउन सकिन्छ। त्यसको लागि चाहिँ हामीले सुरुमा एउटा एक्जाम्पल दिन सकिन्छ जुन चाहिँ नेक्स्ट लाइक दिस एउटा सिलिन्ड्रिकल क्वेसन मैले डिजाइन गरेको छु, हजुरहरूले देख्न सक्नुहुन्छ त्यहाँ। अनि हामीले क्वेसन बनाइसकेपछि के अरे यो बनाइसकेपछि रियल लाइफ क्वेसन बनाइसकेपछि त्योसँग रिलेटेड क्वेसनहरू हामीले डिजाइन गर्नुपर्ने हुन्छ। र क्वेसन डिजाइन गर्दा चाहिँ हामीले सिबिसीकै फलो गर्नुपर्ने हुन्छ। तर मैले अलिकति यहाँ चाहिँ 2टा क्वेसन बढी बनाएको छ जुन चाहिँ ब्लुम ट्याक्सोनोमीको आधारमा डिजाइन गरेको छ। र ब्लुम ट्याक्सोनोमीको 2001 जुन मोडिफाइड फर्म छ, अलिकति चेन्ज भएको छ। त्यसमा चाहिँ जति पनि नाउन्सका कुराहरू छ त्यसलाई चाहिँ भरमा कन्भर्ट गर्नुपर्छ, अलिकति एक्सन ओरिएन्टेड खालको चाहिँ क्वेसन बनाउनुपर्छ भन्ने जुन ब्लुम ट्याक्सोनोमी अनुसार मैले यहाँ क्वेसन डिजाइन गरेको छ। फर्स्ट रिमेम्बरिङ, हजुरलाई देख्न सक्नुहुन्छ। अर्को छ अन्डरस्ट्यान्डिङ। यो दुई रिमेम्बरिङ र अन्डरस्ट्यान्डिङलाई चाहिँ लोवर थिङ्किङ लेभल, अर्डर थिङ्किङ लेभल भन्छ ब्लुम्स ट्याक्सोनोमीमा। त्यसपछि हाम्रो अप्लाइन, अहिले चाहिँ हामीले 9-10को क्वेसनमा हेर्ने हो भने फर्स्टमा पहिला के थियो भन्दाखेरि ABCD भनेर क्वेसन आउँदैन थियो, डाइरेक्ट त्यसको सल्युसन गर्नुपर्ने खालको थियो भने त्यसरी नै सुरुमा भर्नु के हो अथवा सिलिन्डर भनेको के हो, त्यसपछि अन्डरस्ट्यान्डिङको कुरा, अनि थर्डमा अप्लाइङको कुरा, अनि फोर्थमा एनालाइजिङका कुरा। यो राख्यो भने रेडियस यति गर्यो भने के हुन्छ, कति पर्सेन्टले बढ्छ घट्छ भन्ने एनालाइजिङसम्म चाहिँ आएको छ। तर हामीले चाहिँ अहिले यहाँ डिजाइन गर्दाखेरि 2टा कुरा, इभ्यालुएटिङको कुरा र क्रिएटिङको कुरा पनि हामीले जोडेर क्वेसन बनाउँछौँ। र त्यो क्वेसन चाहिँ हजुरहरूले अघि हाम्रो सरले गर्नुभयो क्वेसन डिजाइन गरेर हजुरहरूले अर्को ग्रुपलाई दिनुहुन्छ। लाइक 5ले 1लाई त्यसरी गरिदिने भएपछि त्यसलाई अरू ग्रुपले सल्भ गर्नुहुन्छ र हजुरले पाउनुभएको कुन ग्रुपबाट पाउनुभयो त्यो क्वेसनहरू सल्भ गर्नुपर्ने हुन्छ। नेक्स्ट, र यो मैले अलिकति ब्लुम ट्याक्सोनोमी अब यसको छुट्टै दुनियाँ छ, तर पनि मैले अलिकति यहाँ हजुरलाई देखाएँ। यो लोवर अर्डर थिङ्किङ
लेभल र हायर लर्निङ लेभल जुन रिमेम्बरिङ, अन्डरस्ट्यान्डिङ, अप्लाइङ, अहिले अलिअलि एनालाइजिङको कुराहरू पनि आएको छ। हामी चाहिँ इभ्यालुएटिङ र क्रिएटिङसम्म जान्छौँ। सर नेक्स्ट। र अहिले चाहिँ यो प्रब्लम बेस लर्निङमा कस्तो हुन्छ भन्दाखेरि हामीले विद्यार्थी भाइहरूलाई क्वेसन डिजाइन गर्न लाउनु पर्ने हुन्छ। त्यही कारण एकैचोटि उनीहरूलाई आउँदैन, अथवा हामीले कुनै प्रब्लम सिनारियो दियो भने उनीहरूले एकैचोटि गर्न सक्दैन। त्यही कारणले हामीले फेसिलिटेसन गर्ने, बिचबिचमा एकैचोटि फर्मुला नभन्ने, प्रब्लम बेसले चाहिँ डाइरेक्ट फर्मुला दिने। हामी चाहिँ प्रायः के गर्छौँ भन्दाखेरि फर्मुला लेख्छौँ, भोगेर आइज भन्दै कतिले गराएछौँ। त्यसपछि हामीले यो अप्रोचले चाहिँ त्यस्तो भन्दैन। यो अप्रोचले चाहिँ सुरुमा फर्मुला भन्ने होइन, सुरुमा कुनै रियल लाइफको कुरा गर्ने, अनि बिस्तारै बिस्तारै त्यो सम्बन्धी इन्फर्मेसन दिँदै जाने, अनि बिस्तारै बिस्तारै फर्मुलाहरू आउँछ उनीहरूलाई बुझाउँदै जाने अलिअलि गर्दै, र धेरै जसो चाहिँ उनीहरूलाई नै टेक पार्ट गराउने, उनीहरूलाई नै सल्भ गराउने खालको पार्टका क्वेसनहरू हामीले डिजाइन गरेका हुन्छौँ। त्यसरी गर्नुपर्ने हुन्छ यो अप्रोच अनुसार चाहिँ। सर नेक्स्ट। अहिलेको क्वेसनको सल्युसन मैले यहाँ गर्दै गराएको छ, तर हामीले चाहिँ यसरी गर्दाखेरि केही बिचबिचमा हामीले फर्मुलाहरू लेखिदिने अथवा अलिअलि छोडिदिने, उनीहरूले सल्भ गर्छ। अनि यदि उहाँहरूलाई आएन भने चाहिँ हामीले एज अ सहजकर्ताको रूपमा कोही बेला के हुन्छ भन्दाखेरि कुनै कुनै क्वेसन्सहरू उहाँहरूले पनि गर्न सक्नुहुन्न, त्यतिखेर चाहिँ हामीले सहयोग गर्नुपर्ने हुन्छ। तर 100% चाहिँ हामीले सहयोग गर्नु हुँदैन भन्ने यो अप्रोचले भन्छ। त्यही कारणले नेक्स्ट छ। अनि अन्तिममा चाहिँ यो गरिसकेपछि विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ प्रेजेन्ट गर्न लाउने, उनीहरूले के सिके, क्वेसन बनाएपछि भन्ने कुराहरू अमन ग्रुप डिभाइड गरेपछि उहाँहरूले प्रेजेन्ट गर्नुहुन्छ। अनि साथीहरूले, अरू साथीहरूले त्यसमा कमेन्ट गर्नुहुन्छ। यदि क्वेसन एन्सर ठिक छैन भने त्यसलाई रिभाइज गरेर फेरि फाइनलाइज गर्नुहुन्छ। सो नेक्स्ट। र अब हामी एउटा वर्कसिट, अब एकदमै समय कम भएको एउटा वर्कसिट चाहिँ हामी गर्छौँ। वर्कसिटको डिजाइन चाहिँ यस्तो छ। यसमा हजुरहरूले ग्रुप नेम अनि यहाँहरूको मेम्बर नेम पनि छ। अनि हजुरहरूले सिलिन्डर, कुनै एउटा रियल लाइफ सिलिन्डर प्रयोग गर्नुभएको चिजलाई हजुरले त्यहाँ लेख्नुहुन्छ, र एउटा क्वेसन हजुरहरूले आफै डिजाइन गरेर यसरी डाटाहरू दिने, तर पुटमा चाहिँ त्यसको एन्सर लेख्नु चाहिँ हजुरहरूले पाउनुहुन्न। केहीसम्म स्टेपहरू हजुरले लेखेर अर्को ग्रुपलाई दिनुहुनेछ र उहाँहरूले चाहिँ त्यसलाई सल्भ गर्नुहुनेछ। हुन्छ। हेलो। सो हजुरहरूले एउटा क्वेसन डिजाइन गर्नुपर्ने हुन्छ, र त्यसमा बेस्ड भएर हामीले 6वटा क्वेसन ब्लुम्स ट्याक्सोनोमीलाई फलो गरेर हजुरहरूले बनाउनु पर्ने हुन्छ। अनि केही इन्फर्मेसनहरू हजुरले त्यहाँ लेखिदिनु भएपछि हजुरले अर्को ग्रुपलाई त्यो पेपर दिएर उहाँहरूले त्यसलाई सल्भ गर्नुहुनेछ।
एउटा कुनै इक्जाम्पल लिएर त्यसको डायमिटर अथवा हाइट अथवा सिएसए दिनुभएर त्यसपछि हजुरहरूले क्वेसन डिजाइन गर्नु हजुरहरूको चाहिँ त्यो फर्स्टमा रिमेम्बरिङ भन्दाखेरि फर्मुलासँग रिलेटेड खालको क्वेसनहरू राख्दा हुन्छ। जस्तो वाट इज द फर्मुला भोल्युम अफ सिलिन्डर भन्दा पनि भयो, फर्मुलासँग रिलेटेड। सेकेन्डमा चाहिँ अन्डरस्ट्यान्डिङको कुराहरू आउँछ। थर्डमा चाहिँ अप्लाई भनेको सल्भ गर्ने खालको क्वेसन। जस्तो सिएसए दिएको छ भने रेडियस निकाल्ने कसरी भन्ने क्वेसन, फाइन्ड द रेडियस भने जस्तै। भोल्युम छ भने रेडियस दिएको छ भने हाइट कसरी निकाल्ने भन्ने कुरा, अप्लाइको कुराहरू आउँछ। अब एनालाइजिङमा चाहिँ हजुरले त्यहाँ लेखे जस्तै एनालाइजिङ रेडियस जति छ त्यो बढायो भने के हुन्छ, अब रेडियस 7 सेन्टिमिटर छ, त्यसलाई 14 सेन्टिमिटर बनायो भने के हुन्छ, कति पर्सेन्ट बढ्छ कि भोल्युम घट्छ कि भोल्युम भन्ने एउटा एनालाइजिङ टाइपको। अहिले त त्यो क्वेसन हाम्रो यो क्लास 10, 9, 10, 8, 9, 10मा 9, 10 भनेपछि सर यस्तै खालको मोडालिटीमा क्वेसन, 4वटा क्वेसन लाइक एनालाइजिङसम्म क्वेसन डिजाइन गरेर हामीले पाउन सक्छौँ। जस्तो त्यो भोल्युमको कुरा पनि आउँछ, लिटरलाई मिटर क्युबमा चेन्ज गर्ने खालको टाइपको हामीले बनाउन सक्छौँ। कस्टको कुरा पनि आउँछ हजुरहरूले। हजुरले त्यो ट्राइङ्गलमा हेर्दा हुन्छ, त्यो काट्ने चाहिँ यहाँ ट्राइङ्गलमा छ। हामीले चाहिँ तलबाट लोवर अर्डर लेभलबाट अप्परमा जानुपर्ने हुन्छ, अप्परबाट होइन कि तल चाहिँ माथि गएर क्वेसन डिजाइन गर्नुपर्ने हुन्छ।
सो हजुरहरूले चाहिँ हजुरहरूले डिजाइन गर्नुभएको क्वेसन्स एउटा ग्रुपले अर्को ग्रुपलाई दिनुभएको छ र हजुरहरूले त्यसलाई सल्भ गर्नुहुनेछ। यसरी नै हामीले प्रब्लम बेस्ड लर्निङ भनेको चाहिँ सुरुमै हामीले सबै फर्मुलाहरू मात्रै भन्दैन स्टुडेन्टहरूलाई, उसलाई रियल लाइफसँग कनेक्सन भएको क्वेसन्सहरू उनीहरूलाई बुझाउने कोसिस गर्ने
अनि त्यसपछि पोजिसनहरू हामीले डिजाइन गर्न सक्छौँ। अनि त्यसपछि मात्रै हामीले फर्मुला पनि सबै फर्मुला हजुरले दिनु पर्दैन, एक दुईवटा फर्मुला लेख्नु भएपछि विद्यार्थी भाइ बहिनीहरूले खोज्नु हुनेछ। त्यसपछि सल्युसन स्टेप्स छ, त्यो सल्युसन स्टेप्स पनि हजुरहरूले सबै गर्नु पर्दैन, एक दुईवटा स्टेप्सहरू गर्नु भएपछि विद्यार्थी भाइ बहिनीहरूले त्यसलाई नै फलो गर्दै गर्नुहुनेछ। त्यसलाई नै हामीले प्रब्लम बेस्ड लर्निङ, जुन चाहिँ हामीले ट्रेडिसनल अप्रोच हाम्रो जुन परम्परागत शैली छ त्यो शैलीलाई अलिकति परिवर्तन गरेर प्रब्लम बेस्ड लर्निङमा पर्छ भन्ने अहिलेको जुन यो 21st सेन्चुरी छ यसको मान्यता पनि छ। त्यसरी गर्न सक्यौँ भने विभिन्न रिसर्चले पनि देखाएको छ, हजुरहरूले रिसर्च पेपरहरू पनि हेर्न सक्नुहुन्छ। जस्तो मैले पनि भर्खरै इन्टो म्याथमेटिक्स लाएर ट्रिगोनोमेट्रीलाई चाहिँ कसरी रियल लाइफसँग कनेक्सन गर्न सकिन्छ भनेर म त्यसमा पनि प्रेजेन्टेसन गर्दैछु, जुन चाहिँ हामीले क्लाइनोमिटर भन्छ, हजुरहरूले सुन्नुभयो होला। त्यो क्लाइनोमिटरलाई चाहिँ हामीले आफै विद्यार्थी भाइ बहिनीहरूले बनाउनु भयो र उहाँहरूले बनाएर मजाले स्कुलको हाइट नाप्नुभयो। त्यसपछि नजिकमा रहेको गुम्बा जानुभयो, गुम्बाको हाइट पनि नाप्नुभयो। जसले विद्यार्थीहरूमा के थियो भने ट्रिगोनोमेट्री भन्ने बित्तिकै फर्मुला, यसको त केही युज हुँदैन भन्ने जुन मान्यता थियो, त्यो मान्यता चाहिँ केही हदसम्म हटेको मैले मेरो विद्यार्थी भाइ बहिनीहरूमा देखेँ। यसरी नै हामीले प्रत्येक म्याथको च्याप्टरहरूलाई चाहिँ रियल लाइफसँग अझै प्रोजेक्ट बेस्ड पनि आयो, प्र्याक्टिकल्ली गराउन सक्यौँ र रियल लाइफसँग कनेक्सन गराउन सक्यौँ भने विद्यार्थी भाइ बहिनीहरूमा अन्डरस्ट्यान्डिङ एकदमै राम्रो हुन्छ। जुन सिडिसीले दिएको लर्निङ आउटकम्स छ, सिकाइ उपलब्धि, त्यो चाहिँ पुरा हुन्छ भन्ने हामीलाई लागेको छ। Okay. ग्रुप बीकोले गरिसक्नु भएको छ। यो चाहिँ क्वेसन ग्रुप ईबाट डिजाइन गर्नुभएको थियो। थ्याङ्क यू सर।